अच्छा अभी itu bos itu क्या नाति नहोस् त छिटो यहाँसित बस्नु लागि अब यहाँसित बस्नलाई के गर्ने रे म यस्तै समातेर के हुन्छ र हामी बिचारा नातिन जस्तै त्यही त नातिनीलाई छोड्न के अनि केही मूल्य र जाने हो र इच्छा पुरा गर्न पर्यो नि त के को इच्छा पुरा गर्ने हो हामी पुरा गरेर हैरान पर्छौँ फिटिङ पार्ला खान्छ हाम्रो बाजेलाई त आकार भुलाएर बर्बाद भयो भुलाएर हेर्नुस् त नमस्ते नमस्ते बाजे नमस्कार ओहो आज त फिटिङ पारे बाजेलाई त यहाँ के कार्यक्रम छ भनेर झरेको कार्यक्रम भएन कि कार्यक्रम छ बाजे कार्यक्रम छ कार्यक्रम गर्नुस् है बाजे कार्यक्रम कहाँ प्रोग्राम के तरकारी खाना कोपीको बाजेले मासु खानुहुन्छ के खानुहुन्छ त यतै बस्नु नि बाजे अन्त मै पनि बाजे यस्तै छु फेरि बाजे मासु कम नखाउने बाजेलाई टिकटक बनाउने होला टिकटक बनाउने बस्ने पेटे फुल्ले छ अरे यहाँ किन फुल्नु त पेट के भइन्छ हाम्रो बारीले तपाईँलाई के हो खोइ के खोइन कि मोनीलाई अब के बनाम मुन लाग्दा मैले जानकारी बुझेछु के जानकारी गराइ तर बाजे जानकारी अब बाजे त बेला बेला भेट्न जाने मासु ल्याउने एउटा मासु लाउनु सोन हुन्छ 1 किलो त हुन्न कि त 1.5 किलो बा को ध्यान हुन्छ भित्र मैले युटा चौकटा खान्छ कुट्टाको बच्चा बुढो मान्छेले अन्त कौलो अरे ल अलि पाउनु पानी बाजेबाट अलि लेग पिस खुवाउने लेग पिस हड्डी बिनाको कौलो अन्डा मासु त हुन्छ झापट लाग्नु जाबाट लग्यो भने हामीलाई पकाइदिनुहोस् बाजेलाई होइन अनि हामी बस्छौँ एक बोतल अहिले त्यो त म लैदिन्छु अहिले बेलुकी खाने सुत्ने बेला मात्र सुत्ने बेला मात्र कहाँ उठ्ने बेला खाने प्रायः सुत्ने बेला मात्र खाउने हो सुत्ने बेला सुस्ती जान्छ अनि त्यही त उसलेबाट चाहिँ पो बल्ल त्यहाँ लाइफमा कुरा हुन्छ अलि एकजनालाई आउनु न कुरा गर्न मजाले गफ गर्ने मान्छे आउनु न लाइभमा अङ्गुर खानुहुन्छ अङ्गुर फ्रुटी खानु न तागत लान्छ कि ल्याउनु खानु छ यो खानुहोस् के ल्याउनु अलि अघि नै उता जुस त खानु आएको तर ल्याउनु के खानु कहिले खान्छु जुस अर्को के खानु बुझ्नु न तपाईँले चाहिँ गएर पनि आफूले इसाराले बुझिदिने हामीले नबुझ्ने कुरो हुन्छ र ल्याउनु ल्याउनु के नखानु के खानु कुन जुस देऊ र त्यही होइन राम्रो थियो कर बुढाबुढीले त लोक गरेको खाने के खान्छ बेलुवा जाऊँ त सबैलाई दिन्छ दिएको खाने खाला होइन कि त भेलुवा दिएको दे नपाए हामीलाई होइन खानु के खानु एउटा स्वागतको लागि खानु के यहाँले दिनुभयो अनि भेलुवा ल्याउनु म त बाँडेर हो के खानु
म त के गर्नु र मेरो मन धन मात्र कोन भएको मन त मेरो त पृथ्वी जत्रो छ के गर्नु बाजे त अझै बाउ लटपट्टि त्यतै बसेर त्यस्तो धुलामा बसेर त मलाई जान्न त अब त आज त गोलीमा सुत्नु त मैले धन नदेखाएको छु राति सुते पनि के फरक पर्दैन थियो कि मलाई उठाएर पनि लान्थ्यो जोले पनि गोलीमा त्यहाँ यस्तो आराम त पाउनु न त म आराम गर्छु नि यहाँ यहाँ त आराम त गर्नु आराम गर्न कुर्सीमा बस्न त्यही त रात पर्यो यार भेलु बाजे आई लभ यु भन्न पर्यो के भेलु बाजे आई लभ यु भन्न पर्यो ल के लाग्छ अरे आई लभ यु टु भनिदिनु धन के भयो त त्यही त तपाईँको फ्यानहरूले भने तपाईँलाई विश्वले राम्रो मान्छ राम्रो मान्छ जसले मान्छ त्यहाँ अनि मैले राम्रो मान्नुहोस् भनेर मैले अनुरोध गरेको छु भेलु बाजे नमस्ते माया लाएर फेरि यो बालाई भेट्न टुक्नु के छ बा म पनि हजुरले म भेलु बाजे आई लभ यु भनिदिनु न आई लभ यु भनिदिनु रे एकचोटि यहाँ दर्शकले भन्नु हो कि यहाँ 600 जनाले भन्नु हो कि कस्तरी च्याउटो यसो भयो